कस्तो लागिरहेछ त गुडिया? बहुत अच्छा अच्छा लागिरहेछ। के गर्नु? थाक्यो तिमी? म त थाकिसकेँ। घुम्न जाऊ भन्छौ अनि थाक्छौ त एकैछिनमा। थाकिहाल्छ के गर्नु। सो हेलो एभ्रिवान, सबैजनालाई आजको मेरो न्यू भिडियोमा स्वागत छ। र आज हामी चाहिँ सबै फ्यामिली पशुपति टेम्पलमा घुम्न आएको छौँ। र यहाँको दृश्य आज धेरै मान्छेहरू पनि छन्। आज पूजा गर्नेहरूको भिड पनि छ, घुम्छौँ भनौँ। यता मेरो पछि आइरहेछन् मेरो फ्यामिलीहरू। खोइ उब्रे ए हाई भन्दै हाई। Alex, yata heर्दा क्यामेरामा लाइन कहाँ हुन्? लाइन यार लाइन त पास छ त। हामी धर गइरहेछौँ होइन भित्र। कस्तो भइरहेछ तपाईँलाई? राम्रो एकदम हेर्नु टाउ जागी देख्नु छैन। आजको हाम्रो घुमाइ पनि सक्यो। अब पूजापाठ पनि गरियो र अब बाहिर हामी घुमिरहेछौँ यसरी सबैजना। यो चाहिँ पशुपति एरिया। खिच्दो ओठे बाटो परिवारसँग ठाउँ फोटो खिचेन। भित्र जाइरहेको त कत्रा मस्त छ रमाइना का छैन डर बता मलाई। हाम्रो अब भित्र पूजा गरेर बाहिर निस्किसकेका छौँ र अहिले हामी यता घुमिरहेछौँ। यता फ्यामिलीसँग बेस्ट तरिकाले बाहिर घुमाइदिरहेको छु। गाउँबाट आछन् मेरो ससुरालीतिरको मान्छे। देखेन मैले भनेको मनाइ जुत्ता चप्पल एराबाट साला हेर्गे बगर हेर्गे ल बटाउ त कैसन लागल त? एकदम पशुपति की भित्र गिलमा चाहिँ लास्टै खुसी मन र बाहिर आएलमा चाहिँ घुम्न एकदम मै के हूँ त न का पशुपति के भित्र चाहिँ लास्ट मनमा एक उमङ्ग खुसी जे होस् हनुमान
हनुमानको स्वरूपमा बन्दर मामाले चाहिँ पिसाब गर्नुभयो खुसी लाग्यो आशीर्वाद पाए भगवान जे हो नि मन्दिर भनेको मन्दिर रहेछ होइन मन्दिरभित्र बस्यो भने जस मनमा पनि छुट्टै शान्ति अनि शान्ति खुसी। छुट्टै भाइबहरू हुन्छ क्या त्यही भएर मन्दिर भनेको मन्दिरै हो र अहिले मन्दिरबाट पूजा गरेर चाहिँ भगवानको आशीर्वाद चाहिँ पाइयो त्यो भनेको त साइन सङ्केत हो आशीर्वाद दिएको सब पोजिटिभमै लिनुपर्छ अब चाहिँ यता बाहिरतिर घुम्दैछौँ यताको के कस्तो छ अरू माहौलहरू मासु मासु बस्ने रहेछ यो चाहिँ पशुपतिको आर्यघाट यहाँ चाहिँ 24औं घन्टा मान्छेहरू जलाइराखेका हुन्छन् त्यसैले होला यहाँ मासु मासु बास्न आउँछ खोलेको जस्तो सुकुटी जस्तै सुकुटी 5 साइड अत्र काठीले फुल देखाइछ मस्त गएर फलफुल यहाँ त पुरै कंकाले हिँडेको होइन कस्तो लागिरहेछ त गुडिया बहुत अच्छा लागिरहेछ के गर्नु थाक्यो तिमी म त थाकिसकेँ घुम्न जाऊ भन्छ अनि थाक्छौ त एकैछिन थाकिहाल्छ के गर्नु एलेक्स राम्रोसँग मिलाइदिनु साफा राम्रो छ भयो यता पनि आयो आइसक्रिम खान आइसक्रिम पार्टी चेस नहीं थे मैं गगन की चलिए एकछिन आऊ थोड़ा ऊपर थोरै थोरै माथि हिँड्दै जाँदैछु म थाकिसक्यो यो दिल आइसक्रिम पानी